दाइ गाइज हाम्रो एयरबिएनबीको पछाडिको ब्याकयार्ड यस्तो रहेछ है कत्रा कत्रा रुखहरू हो हरियाली चाहिँ छ है पछाडि डङ्किन डङ्किन जाँदैछ बिहान ब्रेकफास्टको लागि ओन्ली बोइज है ओन्ली बोइज म बाको मान्छेले मैले छोड्या हो यहाँ फेरि मेरो आदि चाकेर त्यसै चाहिँ गाह्रो हुन्छ हैन बस्दिम केही छैन बिकेनले गाडी चलाउन लाग्यो म त निस्किन्छु यार बिकेन क्विक कफी पाउने ठाउँ लिएर हिँड न होइन यस्तो हो नि त त्यो ड्राइभरले त्यो ड्राइभर काम होइन क्या त्यो डिरेक्सन गर्ने क्या त्यो भनेको चाहिँ त्यो साइडको त्यो खलासीको मान्छेको काम हो क्या खासमा त्यो भएन क्या यो सिस्टम भएन यो डङ्किन डोनट्स बनायो नि त अब डङ्किन गइदिउँ न त ल डङ्किनमा के पाउँदैन केही पनि स्टारबक्स हाल्छु खुरुको त्यही जाउँ डङ्किन त बिहान अनहेल्दी होला नि त यार स्टारबक्स गुड हुन्छ बरु हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल हामी चाहिँ अहिले स्टारबक्समा छौँ होइन सबैजनाले आफ्नो अर्डर गर्दैछन् यहाँ मेरो अर्डर पनि ल्याउनु थाहा छ मेरो अर्डर के हरूको अर्डर के थियो बिग्रिरहेको छ मेरो माछा लाटे एन्ड के पो थियो मेरो हटर राइस क्रोसेन्ट ल ओके चिकन दाइको हाम्रो अर्डर के थियो त आजको हामी त आइस चिकन एस्प्रेसो हो त्यही हो ल गएर अर्डर गरिदिनु न त त्यही त त्यसो भए ल गाइज अब आज बिरयानी हो स्टारबक्स खाना त हल्का महँगो सस लाग्यो गाइस यार यहाँ एउटा खुसीको चार गरी चाहिँ उता चार ल गाइज हाम्रो लाटे गाइज अब यहाँ मेरो प्रोटिन माछा हो होइन सबैको आफ्नो कफीहरू आइसकेको छ हो त आई डोन्ट नो हाम्रो निरज दाइको आज के हो त निरज दाइको आज कुन कफी हो निरज दाइ मेरो हट चाइ लाटे बिगिन दाइको माछा लाटे भन्छु न के हो vanilla sweet cream cold brew ओके चिरन दाइको आज छैन मेरो खाँदै गर्ने हुन्छ त्यही कस्तो छ ट्राई गर्नु प्रोटिन माछा बिबिस दाइको आएको छैन त्यता अब गौर दाइको आयो होइन गाइज हामी चाहिँ अब स्टारबक्समा कफीहरू लियौँ होइन अब स्टारबक्समा के गर्ने क्रोसन खान गाह्रो छ एकदम महँगो छ त्यो भएर हामी चाहिँ भरपर्दो टिकाउ यहाँ इकोनोमिक हुनु पऱ्यो होइन बजेट फ्रेन्डली यो स्प्राउट्समा क्रोसन लिन जाँदैछौँ अब क्रोसन लिएर टक्क यहाँ कफीसँग खानुपर्छ होइन हामी यहाँ 6 जना जाँदैछौँ यहाँ फेरि ननिस्तालाई चाहिँ औषधि चाहिएको अवस्था छ होइन माइडोल भनेको त्यो पेट दुखेको क्या पेट दुखेको औषधि त्यो गु नअड्किने औषधि हो त्यही हो ननिस्तालाई चाहियो भने त्यही त हो दिललाई चाहिएको त्यही त गाइज र हाम्रो डाक्टर भइसक्यो यहाँनिर सबैजना होइन ल यो त ओके के साह्रो ब्लगर के भन्दा भ्लगर लाइफ अब अलिअलि इन्कम भन्ने नि यहीँबाट हुँदैछ होइन भ्लगबाटै अलिकति भन्यो भने अब टक्क पारेर हाल्नुपर्छ गाइजहरू लाइक सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन हाम्रो च्यानललाई टक्क टपमा ल्याउनुपर्छ नवीन दा हाम्रो च्यानलको एकचोटि नाम भनिदिउँ न त जिम सोल्टिज भनौँ न हाम्रो सब्सक्राइबर चाहिँ अहिले 8000 मात्रै छ होइन अब बिस्तारै 80,000 पुऱ्याइदिनुपर्छ होइन साथीहरू ल गाइजहरू हामी यहाँ क्रोगरमा किन्न आएको होइन यहाँ स्याम्पल भनेर केटाहरूले यहाँ भाँडिसकायो नि अब यहाँ क्रोसन छान्दै छ नि दाइहरू नन्दा छान्दै हुन्छ होइन सबैको एउटा हालौँ न त यो एउटा होइन यो एउटा धेरै नहाल्छु दाइ धेरै नहाल्छु ओके
यो त बटर होइन नि त यो त रेगुलर हो नि त होइन त्यो बटर भएको त खाने बटर भएको चाहिँ खाने हो दाइहरूले यहाँ स्याम्पल सक्न थालिसक्नु भयो यहाँको स्याम्पल सकेपछि यहाँबाट खनाउनुपर्छ है गाइजहरूलाई बोकन त त्यो के दाइ यिनीहरू लाने हो लगाउँ अब खाइन्छ टेन्सन नगर्छु दाइ म छु होइन किन हाँस्छु गाइज दाइ ल गाइजहरू केटाहरूलाई त एक दिन यहाँ छोडेर स्याम्पल खाएर सकाइन्छ जस्तो पेट भर नर्थ क्यारोलिनामा त स्याम्पल पाउँदो रहेछ कि दामी दाइ है अलि यहाँ त हाम्रो उतातिर पनि छ भने त जाउँ न हो दाइ है एक दिन डालो जग्गालाई गयो भाइलाई एकचोटि लिएर गइदिनु स्पट जानु पऱ्यो दाइ लिएर स्याम्पल खानु जानु पऱ्यो स्याम्पल खान्छ क्या दाइ गाइज यता हाम्रो काली दिदी चाहिँ राम्री रहेछ नि होइन नवीन दाइ यहाँ पकाउन रेडी भएर बसिसक्यो गिफ्ट लिएर बसिसक्यो काली दिदीलाई दिनलाई र बेस्ट अफ लक नवीन दाइ राम्रोसँग पकाइछ त्यो त इस्कुस जस्तो के हो दाइ त्यो के हो धेरै त हुँदैन नि होइन धेरै एउटामा त यस्तो हुन्छ कि दाइ मलाई लाग्छ एउटाभन्दा धेरैले खाँदैनन् क्या यो दुइटा झिकिसक्यो क्या किनकि यो खाएर मरि काटे गाइजहरू अगाउँदैन किन लाने हो कि यो दुइटा लैजाउँ हटाउँ होइन मैले भन्दा मान्छ क्या हो कि दाइ मान्दैनन् क्या केटीहरू अरू दाइहरू यसले केही भएन भन्छौँ क्या यो त लगाउँ न एउटा भन्दा खाँदैन ल एउटा भन्दा खाइँदैन नि त ल बन्द गरौँ कि के यतिकै ठिकै छ र टुचो दिने होइन हामी कहाँ छौँ मैले भन्दै नि त अहिले हामी स्प्राउटमा होइन यो के अरे क्रोसन लिन आएको स्याम्पल खान आएको भन अनि स्याम्पल पनि चाख्यो मिठो रहेछ अब नेक्स्ट टाइम डालस गएपछि स्प्राउट फेरि जाने हाम्रो चाहना छ होइन डेट्स खानलाई त्यही नै हो दाइ आजलाई अलि पछि भेटौँला है त गाइजहरू तिम्रो हातमा चाहिँ के छ त भाइ मेरो आज माछा छ अलिकति प्रोटिन कम भएको छ यता आएदेखि त्यही भएर प्रोटिन हालेर खाएको ल है त गाइज ल गाइजहरू यहाँ अब खानेकुरा भएको थियो होइन यहाँ खानेकुरा भएको थियो यहाँ खाएरै जाउँ न नत्र गाडीमा लिएर जाउँ एउटा निकाल नि त एउटा ल भित्र हान्दै गरौँ न ल गाइजहरू हामी घर गएर खाने निर्णय भएको छ होइन हाम्रो निरज सरले भनिसकेको छ अब हामी कफी खाँदै जान्छौँ हाम्रो गाडी चाहिँ यही हो गाइज होइन ल दाइको कफी आइसकेको छ ल हाम्रो खलासी दाइ यहाँ हुनुहुन्छ अब आयो भनिदिउँ न त भ्लगमा ड्राइभर दाइ हजुर भाइ भन न चार्जै नलिकन फोकस गर्नु पर्यो नि डान्स के अरे गाना गाउँदैछ अब सक्यो अब ड्राइभर माइलो चस्मा लगाएर मोटर कुदाउँदै भाइलाई यो तिमीले गर्नु पर्यो हाम्रो नवीन दाइ चाहिँ कोचेर बस्नु भएको छ बिचमा जाँदैछु ल आउनुहोस् के अरे सौरभ दाईलाई राम्रोसँग छिर्न दिन्छ नत्र कानै काटिसिन्छ सौरभ दाई अहिले त के छ स्टप हाल्दा हुन्छ नवीन दाई फर्काउन मिल्दैन यस्तो गर्ने हो ल गाइजहरू यस्तै हामी चाहिँ जाँदैछौँ होइन पछाडि कोचकाज अवस्थामा हुनुहुन्छ दाइहरू ल हामी घर गएर भेटौँला है त ल ड्राइभर दाइ ल ड्राइभ सेफ भएर घर गएर भेटौँला ल्याउँ त